बताएका छन्। पुटिनले वार्ताका लागि गरेको निमन्त्रणालाई सिधा सङ्केत नगरी जेलेन्स्कीले भनेका छन् रुसीहरू अहिले युद्धको अन्त्यबारे सोच्न थालेका छन्, यो सकारात्मक सङ्केत हो। उनले थप भनेका छन् सिङ्गो संसार यसका लागि लामो समयदेखि प्रतीक्षारत छ अनि साँच्चै नै युद्ध अन्त्य गर्ने पहिलो पाइला युद्ध विराम हो। रुसले सोमबारदेखि नै पूर्ण दीर्घकालीन र भरपर्दो युद्ध विराम गर्न आफूले अपेक्षा गरेको उनले बताएका छन्। यसअघि शनिबार युरोपेली नेताहरूले युक्रेनको राजधानी भ्रमण गरेका थिए। त्यहाँ उनीहरूले आजदेखि सुरु हुने 1 महिना लामो युद्ध विराममा युक्रेनसँग सहमत हुन मस्कोलाई आह्वान गरेका थिए। उक्त आह्वान फ्रान्स, जर्मनी, युके र पोल्यान्डका नेताहरूसहितको एक गठबन्धनले गरेको थियो। त्यस क्रममा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की उनीहरूसँगै उभिएका देखिएका थिए। उनीहरूले सोही विरामको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि छलफल गर्ने बताएका थिए। ती नेताहरूले यसमा सहमत नभई रुसको ऊर्जा तथा ब्याङ्किङ क्षेत्रमा व्यापक प्रतिबन्धहरू लगाइने बताएका थिए। जवाबमा क्रेमलिनले उक्त प्रस्तावबारे सोचिरहेको तर दबावमाथि प्रतिक्रिया नजनाउने बताएको छ। यता निशर्तवादमा पुटिनले जोड दिएका छन्। यसको केही घण्टापछि पुटिन स्वयंले क्रेमलिनभित्र जम्मा भएका पत्रकारमाझ बोलेको भिडियो सार्वजनिक भएको छ। यो युक्रेनी सेनाले नयाँ अस्त्र र सैनिकहरू पाएपछि ट्रेन्च खन्ने र नयाँ कमान्ड पोस्टहरूको स्थापनापछिको थप सशस्त्र युद्धको प्रस्ताव नभई दीर्घकालीन दिगो शान्तितर्फको पहिलो कदम हुनेछ उनले भनेका छन्। यस्तो शान्ति कसले चाहला उनले प्रश्न गरेका थिए। पुटिनले मस्कोले अघि सारेका 3वटा युद्ध विराम प्रस्तावहरूको जवाब दिन युक्रेन बारम्बार असफल भएको आरोप समेत लगाएका छन्। ऊर्जा पूर्वाधारमा 30 दिनसम्म हमला गर्न रोक्ने इस्टर युद्ध विराम र गत साता दोस्रो विश्वयुद्धको सम्झनाका लागि पुटिनले गत महिना युद्ध विराम आदेश दिएका थिए। युक्रेनले यसअघि ती समयभरि रुसी आक्रमणहरू जारी रहेको बताएको छ। रुसले युक्रेनका बारेमा पनि यस्तै दावी गरेको छ। विगत केही दिनदेखि सीमापारी हवाई हमला र गोलाबारी गर्दै आएका दुई प्रतिद्वन्दी देशको राजनीतिक नेतृत्वप्रति आफू विश्वस्त रहेको सङ्केत गर्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूको फेरि खुलेर प्रशंसा गरेका छन्। उनले कश्मीरको विषयमा विद्यमान विवाद समाधान गर्न आफूले दुवै देशसँग मिलेर काम गर्ने वचन पनि दिएका छन्। यद्यपि भारत र पाकिस्तानले उनको प्रस्तावबारे कुनै टिप्पणी गरेका छैनन्। पाकिस्तानले आफू सहमति कानुनका लागि प्रतिबद्ध रहेको र आफ्ना सैनिकहरू संयमित हुने जनाएको छ। भारत र पाकिस्तान बीच आज वार्ता हुने अपेक्षा गरिएको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले शनिबार भारत र पाकिस्तान तत्काल युद्ध विराम गरेर कुनै तटस्थ स्थानमा विविध विषयमा वार्ता गर्न सहमत भएको बताएका थिए। भारत र पाकिस्तान दुवैले कश्मीरमा आफ्नो स्वामित्वको दावी गर्दै आएका छन्, तर सामान्यतया कश्मीरको एउटा भागमा भारतको र अर्को भागमा पाकिस्तानको शासन छ। कश्मीर मामिलालाई लिएर यी दुई देशहरूबीच पटक पटक युद्ध भइसकेको छ। दक्षिण एसियाली समयअनुसार आइतबार बिहान सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा पोस्ट लेख्दै ट्रम्पले भनेका छन् धेरै मानिसको मृत्यु र ठुलो क्षति निम्त्याउन सक्ने वर्तमान आक्रामकता रोक्ने तत्परता देखाएकोमा भारत र पाकिस्तानका शक्तिशाली नेतृत्वप्रति आफूले गौरव गर्ने टिप्पणी गरेका छन्। तपाईँहरूको विरासतलाई तपाईँहरूको आँटिलो कार्यले सुदृढ बनाएको छ। तपाईँहरूलाई यो ऐतिहासिक र साहसिक निर्णयमा पुग्न संयुक्त राज्य अमेरिकाले सघाउन पाउँदा मलाई गर्व लागेको छ। उनले यो विषयमा छलफल नगरिएको भए पनि दुवै महान देशसँग हुने व्यापार ठुलो मात्रामा बढाउने घोषणा पनि गरेका छन्। भारत र पाकिस्तान बीचको पछिल्लो सङ्घर्षमा चीनमा निर्मित लडाकु विमान पनि प्रयोग भएको पाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। पाकिस्तानले चीनबाट प्राप्त J-10C लडाकु विमान फाइटर जेटले भारतसँगको लडाइँमा महत्त्वपूर्ण भूमिका खेलेको द टेलिग्राफले दावी गरेको छ। पाकिस्तानी विदेश मन्त्री इशाक डारले पनि संसदमा यसबारे बोलेका थिए। उनले भनेका थिए हाम्रा J-10C लडाकु विमानहरूले 3वटा भारतीय राफल विमानहरू खसालेका छन्। उनले पाकिस्तानको सफलता देखेर छिमेकी चीन खुसी भएको अभिव्यक्ति समेत दिएका थिए। भारतले राफल लडाकु विमानहरू पाकिस्तानले खसाले भन्ने दावी पुष्टि गरेको छैन। यदि यो पुष्टि भएमा आजसम्मकै उन्नत प्रविधियुक्त भनिएको राफेल विमान युद्धमा खसालिएको पहिलो घटना हुनेछ। सीएनएनका अनुसार फ्रान्सका एक गुप्तचरले भनेका छन् भारत पाकिस्तान लडाइँमा कम्तीमा एउटा राफल विमान नष्ट भएको बताएका छन्। यद्यपि चिनिया विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भारत पाकिस्तान बीचको युद्धमा आफ्ना लडाकु विमान प्रयोग भए नभएको थाहा नभएको बताएको छ। एक अमेरिकी अधिकारीले भने रोइटर्सलाई बताएअनुसार उच्च आत्मविश्वासका साथ चीनमा निर्मित J-10C विमानले दुई भारतीय लडाकु विमानलाई आकाशबाट आकाशमै मिसाइल मार्फत गोली हानेको बताएका छन्। यसबाट पनि राफल लडाकु विमान पहिलोपटक क्षति भएको भन्ने दावीसँग मेल खान्छ। चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका पूर्व सम्पादक हुई जिनसिनले भारत पाकिस्तान बीचको अहिलेको लडाइँले रुस र फ्रान्सको स्तरलाई पनि पार गरिसकेको दावी गरेका छन्। चीनको गुइझौ प्रान्तको पहाडहरूको बीचमा रहेको हुआजियाङ ग्रान्ड क्यानन ब्रिज विश्वको सबैभन्दा अग्लो पुल बन्ने तयारीमा छ। यस वर्षको जनवरीमा यसको मुख्य संरचना पुरा भएपछि पुलको डेकबाट नदीको सतहसम्म मापन गर्दा झलुङ्गे पुलको ठाडो उचाइ 625 मिटर हुनेछ। वाङ जुलियान पुलको निर्माणको दस्तावेजीकरणको जिम्मेवारीमा छिन्। 2890 मिटर लामो पुलको मुख्य स्पान
1410 मिटरको रहेको छ। अब आजका लागि स्वास्थ्य सम्बन्धी जानकारीमा आज हामीले पुट्टा पेट घटाउने 10 घरेलु उपायहरू के छन् यो सम्बन्धी जानकारी लिएर आएका छौँ। सबैभन्दा पहिलो, यदि तपाईँलाई पेटको कुनै रोग छैन भने बिहान उठ्ने बित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ। यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत गर्छ। त्यस्तै दोस्रो, बिहान काँचो लसुन खाने बानी गर्नुहोस्। यसले शरीरलाई निकै फाइदा गर्छ। बिहान लसुनको 2 वा 3 पोटी चपाएपछि तातो पानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ। यसबाट मोटोपन घट्ने प्रक्रिया दोब्बर हुन्छ। यसबाट शरीरको रक्त प्रवाह पनि सुचारू हुन्छ। त्यस्तै खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ। यसले तपाईँको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ। त्यस्तै शारीरिक परिश्रमका आधारमा खाना खानुहोस्। धेरै काम गर्नुहुन्छ भने धेरै खानाको जरुरत पर्छ। खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोस्। बढ्ने उमेरमा खानाको आवश्यकता बढी पर्छ। यदि 40 वर्ष पार गर्नुभएको छ भने चिकित्सक वा डायटिसियनको सल्लाह अनुसार खाना खानु राम्रो हुन्छ। त्यस्तै बिहानको खाना धेरै खाँदा फरक पर्दैन, बेलुकी धेरै खानु हुँदैन। खानामा फल र सागसब्जी खानुहोस्। बिहान बेलुकी 1 कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसबाट पेट भरिन्छ र एन्टिअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ। त्यस्तै दिउँसो खाजाको रूपमा फलफुल, बदाम, फुटेको मकै आदि राम्रो मानिन्छ। बदाममा भिटामिन ई तथा प्रोटिनको अलावा फाइबरको मात्रा अधिक मात्रामा पाइन्छ। यसको सेवनले पेट लामो समयसम्म भरिएको अनुभूति हुन्छ। यसमा क्यालोरीको मात्रा बढी भए पनि मोटाइ भने बढाउँदैन। यस्तै यदि तपाईँको बोसो कम गर्नु छ भने मिठाईबाट टाढा रहनुहोस्। यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ। यस्तो बोसो पेट, तिघ्रा जस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन्। पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस्। यो निकै लाभदायक हुन्छ। त्यस्तै अन्तिममा नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ